हेलो एभ्रीवान, वेलकम टु माई युट्युब च्यानल है। धेरैजनाले फेसबुकमा पनि यो भिडियो हेर्नुहुँदै होला, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। आज चाहिँ मेरो यहाँ हेर्नुहोस्, हिजो बेलुका मैले खोर्सानीको लागि ड्याङ बनाइसकेको छु र आज चाहिँ यहाँनिर हामी मल्चिङ बिछाउने कार्यक्रम गर्नलाई यहाँ हेर्नुहोस् ल्याएर एकदम रेडी गरेको छौँ। यता बाबा हुनुहुन्छ, दुईजना भएर चाहिँ ओछ्याउने र ओछ्याइसकेपछि कस्तो हुन्छ एकदम हेर्नु होला, भिडियोमा बनिरहनु होला है त। अहिले भने चाहिँ मल्चिङ प्लास्टिक हामीले काटेर साइज वाइज काटेर हेर्नुहोस् एकदम रेडी गरिसक्यौँ हो। अब यसलाई टाइट गरेर छाप्नु पर्नेछ। टाइट गरेर छापेता फेरि कस्तो हुन्छ त्यो दृश्य तपाईँलाई देखाउँछु है। फेरि भिडियोमा बनिरहनु होला। अनि युट्युब च्यानलको लिङ्क पनि म त्यसको कमेन्ट सेक्सनमा दिएको हुन्छु। हजुरले यस्तै भिडियो मन पराउनुहुन्छ भने चाहिँ या मेरो भिडियो मन पराउनुहुन्छ भने सब्सक्राइब पनि गर्न नभुल्नु होला है त। हुन्छ, हेर्दै गर्नुला भिडियो। हेर्नुहोस् है त साथीहरू, यसरी पसिना निक्लिन्जेल काम गरिसके पछाडि चाहिँ मान्छेको भित्र भएको रोग इत्यादि चाहिँ दूर भएर जान्छ। तर आजकल मान्छेहरू एकदम मेहनतसँग डराएर चाहिँ मेहनत गर्न छोडिहाले, बसी बसी खान्छन् होइन। अनि हेर्नुहोस्, म तपाईँलाई देखाउँछु भन्दै थिएँ। हेर्नुहोस्, मल्चिङ यसरी ओछ्याइसकेपछि चडक्कै भइसकेको छ। अब यसलाई चाहिँ बिबिचमा दुलो बनाउनुपर्छ र यसमा तपाईँहरू छेड पार्दाखेरि कसरी पार्नुहुन्छ म यसको पनि तपाईँहरूलाई सजिलो तरिका देखाउँछु है। भिडियोमा बनिरहनु होला। हेर्नुहोस्, यति चडक्कै भइसकेको छ। अब म त्यो एउटा मैले जुगाड बनाएको छु, त्यो जुगाड पनि तपाईँहरूलाई देखाउँछु है त कसरी छ भन्ने कुरा। ल, हेर्दै गर्नु होला। ल है साथीहरू, मैले त्यो जुगाड पनि ल्याइसकेको छु है। कस्तो छ जुगाड, कसरी बनाएको छु त्यो पहिला म एकदम छोटकरीमा बताउने छु र कसरी यसले काम गर्छ त्यो पनि देखाउने छु है त। यहाँ हेर्नुहोस्, मैले यस्तो बनाएको छु। यो चाहिँ तपाईँको वुड कलरको 1 केजीको होला यो बट्टा है। यसमा चाहिँ मैले वरिपरि छेडेर यहाँ हेर्नुहोस् हावा जाने बनाएको छु र यहाँभित्र चाहिँ कोइला लगाएको छु। र कोइला हालेपछि चाहिँ हल्लिरहन्छ, हल्लिँदाखेरि हावाले भेटेपछि यो तात्तिरहन्छ र तात्तिएपछि हाम्रो जुगाड बनिहाल्यो भने छ्याप 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 राख्दाखेरि यसले एकदमै राम्रो काम गर्छ। यहाँ हेर्नुहोस्, म तपाईँलाई देखाउँछु ल कसरी हुँदो रहेछ। यति गरिसक्दा यहाँ हेर्नुहोस्, यो भइहाल्यो। कति कतिमा गर्नु भने छ्यासीबाट भइहाल्छ। यहाँ हेर्नुहोस्, त्यसरी राखिदिएपछि यसले मजाले तताएर निकालिदिइहाल्छ। यहाँ हेर्नुहोस्, फेरि यसरी यहाँ छ्याप्प यसरी राखिदियो, फेरि भइहाल्छ। मैले भर्खर ल्याएको हुँदाखेरि अलिक राम्रो तात्तिसकेको छैन र अलिकति टाइम लाग्दैछ। मजाले गऱ्यो भने एकदम मजाले तात्तिसके पछाडि यसमा टाइम लाग्दैन, यसले टाइम लिँदैन। यहाँ हेर्नुहोस्, हेर्नु भयो त। हेर्नुहोस्, अब काटिरहँदा फेरि भनेको चाहिँ कतिवटा प्रब्लम हुन्छ है, फाट्छ के हुन्छ कसो हुन्छ। अब यसले चाहिँ फाट्ने पनि डर भएन, काम पनि छिटो भयो। यहाँ हेर्नुहोस्, लाउँदैछ, हिँडिरहेको छ, लाउँदैछ, हिँडिरहेको छ। फेरि यतापट्टि आयो, हेर्नुहोस् यो भइसकिहाल्यो। अब फेरि यहाँ छ्याप यसरी राखिदियो, भइहाल्यो। फेरि यहाँ राखिदियो, यहाँ पनि भइहाल्यो। फेरि यहाँ राखिदियो, यहाँ पनि भइहाल्यो। फेरि अब यहाँ राखिदियो, भइहाल्यो। तात्तिएपछि साह्रै छिटो हुन्छ। यहाँ हेर्नुहोस् अब। र साथीहरू, मेरो यो जुगाड कस्तो लाग्यो एकदमै सेयर गरिदिनु होला। धेरैसम्म यो भिडियो पनि पुगोस् है। कतिजनालाई यो जुगाड थाहा छैन भने यो जुगाड तपाईँले बनाउन सक्नुहुन्छ एकदम सजिलो तरिकाले। र मैले अघि पनि भनिहालेँ, मेरो युट्युबको यदि मेरो यो भिडियो युट्युबमा हेर्नुहुँदैछ भने सब्सक्राइब गर्नुहोस् र फेसबुकको माध्यमबाट हेर्नुहुँदैछ भने पनि त्यहाँ पनि म युट्युबको लिङ्क छोडेको हुन्छु है कमेन्ट सेक्सनमा। त्यसलाई पनि सब्सक्राइब गरिदिनुहुन्छ भन्ने एकदम ठुलो आशा राखेको छु। हस् त, धन्यवाद।